नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षभित्र रहेको एउटा वयस्क एसियाली हात्ती हात्तीसारमा बाँधिरहेको अवस्थामा लगातार आफ्नो टाउको निकै बेरसम्म तलमाथि एकनासले हल्लाइरहन्छ। हात्तीले आफ्नो टाउको यसरी हल्लाउने प्रक्रियालाई पशु विज्ञानको भाषामा स्टेरियोटाइपिक बिहेभियर भनिन्छ। यो कुनै प्राकृतिक बानी नभई हात्तीको मानसिक र मनोवैज्ञानिक अवस्थासँग जोडिएको विषय हो। यसका मुख्य कारणहरू निम्न अनुसार छन्। 1 लामो समयसम्म एकै ठाउँमा बाँधिएर बस्दा उत्पन्न हुने तनाव र छटपटी मेटाउन हात्तीले आफ्नो शरीर वा टाउको हल्लाउने गर्छन्। 2 दिगदारीबाट मुक्त हुन र आफ्नो दिमागलाई कतै व्यस्त राख्न उनीहरूले यस्तो दोहोरिने खालको व्यवहार प्रदर्शन गर्छन्। 3 यस्तो व्यवहारलाई कहिलेकाहीँ जुकोसिस पनि भनिन्छ। यो बन्दी अवस्थामा रहेका जनावरहरूमा देखिने एक प्रकारको मानसिक समस्या हो। जब जनावरले आफ्नो प्राकृतिक वातावरण पाउँदैन, उसले आफ्नो शरीरलाई लयबद्ध रूपमा हल्लाएर आफैलाई शान्त पार्ने प्रयास गर्छ। यो मानिसले चिन्ता पर्दा खुट्टा हल्लाए जस्तै हो। 4 हात्ती जस्तो विशाल जनावरलाई धेरै ऊर्जा चाहिन्छ। बाँधिएको अवस्थामा त्यो ऊर्जा खर्च हुन पाउँदैन। शरीरमा सञ्चित अतिरिक्त ऊर्जालाई बाहिर निकाल्न पनि उनीहरूले टाउको वा शरीर हल्लाउने गर्छन्। 5 हात्तीहरू अत्यन्तै बुद्धिमान हुन्छन् र उनीहरूले आफ्नी आमाबाट धेरै कुरा सिक्छन्। यदि यो हात्ती सानो छँदा अर्थात् छावा अवस्थामा आफ्नी आमासँगै थियो भने उसले आमालाई त्यसरी नै टाउको हल्लाएको देख्यो। हात्तीका छावाहरूले आमाको व्यवहारलाई नक्कल गर्छन्। आमाले तनाव वा दिगदारी मेटाउन गरेको त्यो व्यवहारलाई यो हात्तीले एउटा सामान्य बानीको रूपमा सानैदेखि अपनाएको हुन सक्छ। कहिलेकाहीँ स्वभाव वा तनाव झेल्ने क्षमता वंशानुगत पनि हुन सक्छ। तर त्योभन्दा ठूलो कुरा, यदि आमा हात्ती आफै तनावमा थिइन् भने त्यसको असर गर्भमा रहेको छावा वा सँगै हुर्किएको छावामा पनि पर्छ। 7 कतिपय हात्तीले यस्तो व्यवहार सुरुमा तनावका कारण गर्छन्, तर पछि यो उनीहरूको स्थायी लत वा बानी बन्न जान्छ। अन्य हात्तीहरू सायद अलि शान्त स्वभावका होलान् वा उनीहरूले तनाव व्यवस्थापन गर्ने अर्कै तरिका निकालेका होलान्। तर यो विशेष हात्तीका लागि चाहिँ टाउको हल्लाउनु नै समय कटाउने वा मनलाई शान्त पार्ने एक मात्र माध्यम बनेको हुन सक्छ। 8 मानिसहरू जस्तै हात्तीहरूको पनि छुट्टा छुट्टै व्यक्तित्व हुन्छ। कोही हात्ती बढी चञ्चल हुन्छन् भने कोही शान्त। यो हात्ती अलि बढी संवेदनशील स्वभावको हुन सक्छ, जसका कारण अरू हात्ती सामान्य देखिँदा पनि यसले चाहिँ टाउको हल्लाइरहन्छ। 9 यो व्यवहार प्राय ती हात्तीहरूमा देखिन्छ जो धेरै समय साङ्लोमा बाँधिन्छन्। यद्यपि यसले हात्तीलाई शारीरिक चोट त पुर्याउँदैन, तर यसले हात्ती मानसिक रूपमा अलि असहज छ भन्ने संकेत चाहिँ पक्का गर्छ। 10 दिनभरि जङ्गलमा स्वतन्त्र रूपमा हिँडुल गर्ने, आफ्नै मर्जीले घाँसकुची खाने र खुला वातावरणमा रमाउने हात्ती जब साँझपख हात्तीसारमा आएर एउटै साङ्लोमा बाँधिन्छ, उसलाई त्यो अचानकको परिवर्तन स्वीकार गर्न गाह्रो हुन्छ। दिनभरिको सक्रियतापछि अचानक एकै ठाउँमा खुम्चिनु पर्दाको छटपटी उसले टाउको हल्लाएर व्यक्त गरिरहेको हुन सक्छ। 11 धेरैजसो अवस्थामा हात्तीले यस्तो व्यवहार तब गर्छ जब उसले कुनै कुराको प्रतीक्षा गरिरहेको हुन्छ। जस्तै धान, नुन र सक्खर मिसाएर बनाइने कुची खाने बेला हुन लाग्दा। उसले टाउको हल्लाइरहेको समयमा कर्मचारीहरू दानाको तयारी गरिरहेका छन् भने यो उसले खाना पाउनु अघिको खुसी वा आतुरता देखाएको पनि हुन सक्छ। 12 हात्तीहरू समयका पक्का हुन्छन्। यदि उसको आमाले पनि साँझ बाँधिएपछि यसै गर्थिन् भने यो हात्तीका लागि साँझको एउटा नियम जस्तै बनेको छ। उसलाई लाग्छ कि साँझमा यहाँ आएर बाँधिएपछि यसरी टाउको हल्लाउनु पर्छ। यसलाई मनोवैज्ञानिक रूपमा कन्डिसन रेस्पोन्स भनिन्छ। 13 जङ्गलमा चरेर आए पनि हात्तीमा अझै धेरै शारीरिक ऊर्जा बाँकी हुन सक्छ। बाँधिएपछि हिँड्न नपाउने भएपछि त्यो बाँकी ऊर्जा खर्च गर्न उसले लयबद्ध रूपमा शरीर वा टाउको हल्लाउँछ। यो एक प्रकारको कसरत जस्तै पनि हो। हात्तीको यो बानी हटाउन वा कम गर्न विश्वभरका वन्यजन्तु विशेषज्ञहरूले केही उपायहरू अपनाउने गर्छन्। यद्यपि हात्तीसारमा हात्तीलाई बाँध्नुपर्ने सुरक्षात्मक र व्यवस्थापकीय बाध्यता हुन्छ, तैपनि उसको मानसिक अवस्था सुधार्न निम्न कार्यहरू गर्न सकिन्छ। 1 हात्तीलाई बाँधिएको ठाउँमा केवल उभिनुको साटो केही मनोरञ्जनात्मक विकल्पहरू दिन सकिन्छ।
2 उसको दाना वा घाँस सिधै अगाडि राखिदिनुको साटो अलि अग्लो ठाउँमा वा झुन्ड्याएर राखिदिने, जसले गर्दा उसले सुरले कसरत गरेर खानु परोस्। 3 बलियो टायर वा काठका ठूला मुढाहरू दिने, जसलाई उसले सुरले चलाउन सकोस्। यसले उसको ध्यान टाउको हल्लाउनबाट हटाउँछ। 4 हात्तीहरू समूहमा बस्न रुचाउँछन्। यदि सम्भव भएमा उसलाई अलि लामो साङ्लोले बाँधेर अर्को शान्त स्वभावको हात्तीको नजिक राख्दा उसले सामाजिक सुरक्षा महसुस गर्छ। साथीसँग सुर जुधाउने वा साटासाट गर्ने गर्दा उसको एक्लोपन कम हुन्छ। 5 जब हात्ती शान्त भएर बस्छ, उसलाई मनपर्ने खानेकुरा जस्तै उखु वा फलफूल दिएर पुरस्कृत गर्ने। यसले उसलाई बिस्तारै शान्त बस्दा फाइदा हुन्छ भन्ने कुरा सिकाउन मद्दत गर्छ। 6 अहिले धेरै ठाउँमा साङ्लोको साटो बिजुलीको तार प्रयोग गरेर बनाइएको ठूलो घेराभित्र हात्तीलाई खुला छाड्ने गरिन्छ। यसो गर्दा उसले रातभरि पनि हिँडुल गर्न पाउँछ र स्टेरियोटाइपिक व्यवहार कम हुँदै जान्छ। धन्यवाद।